हेलो त गाइस वेलकम टु माई अनदर भ्लग। सो आज चाहिँ मौसम दामी भएको थियो, त्यसैले हामी बजारतर्फ लाग्यौँ। चट्ट लाएर बजारमा गएर माछा किन्ने भनेर यताउता माछा हेरेको त माछा त खतरा खतरा थियो। अनि कुन लिने भनेर यो लिने भनेर चाहिँ टक्क साथीले पनि भन्यो। अनि चट्ट बजार सानो लागिरहेको थियो, राम्रो लागिरहेको थियो। अनि त्यसपछि टक्क हामी घर फर्क्यौँ। चट्ट लाएर अनि बुलेट चाहिँ त्यहाँ राखेको थियो। अनि पसिनाले त बढीलाई झ्यापझुप पारिरहेको थियो। अनि त्यसपछि टक्क कुखुरो किन्न भनेर फेरि त्यहाँबाट लाग्यो। हामी गलेको थियो र पनि टक्कसँगले लाग्यो हामी कुखुरो किन्नको लागि। अनि कुखुरो किन्ने ठाउँमा ठ्याक्क पुगेर पैसा स्याक ट्याक 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 गनेर चाहिँ अनि एकदमसँगले भाले खतरा दामी लोकल माल आइदिइरहेको थियो। अनि त्यसपछि टक्क लाएर घरतर्फ निस्क्यौँ हामीहरू चाहिँ। अनि साथी चाहिँ बाटोमा के भन्दै थियो। अनि त्यसपछि टक्क लाएर हामी चाहिँ एकदमसँगले साथी चाहिँ दामी आज चाहिँ लोकल माल खान पाइने पर्यो एकदम A1 भन्दै थियो। अनि टक्क लाएर भन्दै मैले पनि भनेँ। अनि त्यसपछि आजलाई यति नै।